म आज एआई टुल्स मध्ये नोटबुक एलएम भन्ने एउटा टुल्स अति महत्त्वपूर्ण टुल्स छ। यो हामी शिक्षण गर्ने, अनलाइन क्लास पढाउने र नेट भएको बेला डाउनलोड गरेर नेट इन्टरनेटको पहुँच नभएको ठाउँमा पनि कक्षा कोठामा लिएर प्रयोग गर्न सकिने खालको टुल्स छ। अति उपयोगी टुल्स छ, जसको बारेमा म भन्न गइरहेको छु। हजुरहरूले पनि हेरेर प्रयोग गर्नुहोला। टुल्स हो नोटबुक एलएम। यसलाई सर्वप्रथम क्रोममा गएर सर्च गर्नुहोला। नोटबुक नोटबुक एलएम GOGLE गुगल। नोटबुक गुगल भन्न पनि सकिन्छ, notebook.com पनि गर्न सकिन्छ। जे हाने पनि तपाईले यो हुने एप्सलाई यहाँनिर क्लिक गर्नुहोला। सुरुमै आउँछ अनि त्यसपछि ट्राई नोटबुक एलएम हान्नुहोला। अनि तपाईको जीमेल त्यहाँ देखाउँछ, त्यो जीमेललाई ओके गर्नुहोला। मेरो अलरेडी यो ओके भइरहेछ। अनि त्यसपछि तपाईँ यहाँ क्रिएटमा जानुहोला। क्रिएटमा गइसकेपछि यहाँ कुनै विषयको बारेमा लेखिदिनु होला। यहाँ सर्च गर्नुहोला। कुनै जुनसुकै विषय लेखे पनि हुन्छ। जस्तै नेपालको नक्सा बनाउने विधि, यति नै शीर्षक मात्र लेखिदिनु होला। त्यसपछि तपाईहरुले अनि आफूसँग केही फाइलहरु छन् भने पनि रेफरेन्सको लागि यहाँबाट अपलोड गर्न सक्नुहुन्छ। यदि केही छैन भने पनि यसलाई यहाँ हरियो चिन्हमा ओके गर्नु होला। अनि यसले सबै सम्पूर्ण नेट इन्टरनेटमा हरेक कुरा ठाउँबाट रेफरेन्स मेटेरियल खोज्छ। यसले सन्दर्भ सामग्रीहरु खोज्छ अनि यसलाई इम्पोर्ट गर्नु होला। इम्पोर्ट अनि यत्रो सामग्रीहरु खोज्छ। युट्युब, विभिन्न वेबसाइटहरु सबै खोज्छ। खोजेर तयार बनाइदिन्छ यसले। यो बनाइसकेपछि यहाँ सबैतिर टिक लाग्छ। यदि तपाईहरुलाई बढी नै भयो भने पनि यसलाई टिक नलाउन पनि सकिन्छ यसरी। यदि अल नै गरेपछि अल गर्नु, नभएपछि आफूलाई जति चाहिएको छ त्यतिलाई मात्र टिक लाउन सकिन्छ। नेट आज मेरो अलि स्लो छ, त्यसैले ढिलो हुन्छ। अनि स्टुडियोमा जानु होला। स्टुडियोमा गइसकेपछि स्लाइड बनाउने कि भिडियो बनाउने कि अडियो बनाउने कि माइन्ड म्याप बनाउने कि रिपोर्ट बनाउने, क्विज खेल्ने अथवा क्विजको लागि क्विज प्रश्न उत्तर तयार बनाइदिने कि टेबल डाटा बनाउने कि जे बन्न आफूलाई चाहिएको छ त्यो सामग्रीमा क्लिक गर्नु होला। त्यो भन्छ। अनि यहाँ यो यतातिर एउटा चिन्ह छ, यसमा क्लिक गर्नु होला। यहाँ भाषा छनौट गर्नुपर्छ। अनि भाषा छनौट गर्दाखेरि यहाँ सार्नु होला माथि। यहाँ तलतिर छ नेपाली, रोमनमा लेखेको छ। अनि यसलाई जेनेरेट गर्नु होला। जेनेरेट गर्यो भने यो बन्छ, स्लाइड बन्छ। यहाँ हेर्नु होला, यो बनिरहेछ, यो घुमिरहन्छ। अलि समय लाग्छ, 2-4 मिनेट पनि लाग्न सक्छ, 7-8 मिनेट पनि लाग्न सक्छ। यो भिडियो त आज बढी लाग्छ। यो भिडियो बनाउँदाखेरि पनि यहाँ अनि भाषा चेन्ज गर्नु होला, नेपाली बनाउनु होला। यहाँ के गर्नु, अनि यसलाई जेनेरेट गर्नु होला। अनि यसलाई अडियो साउन्ड बनाउनु पर्ने हो भने पनि यसलाई के भन्यो यसले, यहाँ भाषा फेरि भाषा छनौट गर्नु होला। अति राम्रो उपयोगी छ है यो
यो एप्समा चाहिँ सिक्नु होला जसरी पनि यो तपाईलाई जतिखेर पनि काम लाग्न सक्छ। यी जति अहिले नेट इन्टरनेटतिर बनाएका प्रेजेन्टेसन क्लासहरु हुन्छन् यी सबै यहीँबाट बना हुन्छन्। अनि यो अरु एप्सको बारेमा पनि हजुरहरुले चाहनु भयो भने म यस्तै भिडियो बनाएर हाल्दिन सक्छु। यदि हजुरहरुले चाहेको भए कमेन्ट गर्नु होला। अनि यो टाइम लाग्छ 2-4 मिनेट पनि लाग्छ 7-8 मिनेट पनि लाग्न सक्छ यसको। अब यो हेरौँ कस्तो बन्छ है। म तपाईहरुलाई एकछिन अनि यो गरिसकेपछि यही डाउनलोड गर्न पनि सकिन्छ यसैबाट। अनि यो कस्तो बन्छ भन्ने कुरा म एकछिन है मैले डाउनलोड गरेको देखाउँछु हजुरहरुलाई। डाउनलोड है ग्यालरीमा पनि थियो यता आइसक्यो ठिक छ। अब हेर्नुस् यता हेर्नुस् यो मैले त्यहीँबाट बनाएको हो यो हेर्नु होला। नमस्कार, आजको यो एक्सप्लेनरमा हामी सञ्चार प्रविधि र सिकाइको तीव्र विकासले हाम्रो संसारलाई कसरी पुरै बदलिदिएको छ भन्ने कुराको चिरफार गर्दैछौँ। प्रविधिले हाम्रो दैनिक जीवनलाई मात्र होइन इन्टरनेटमा भेट्ने जानकारी सब बनाउँछ हेर्नुस्। डिजिटल युगमै आफ्नो पाठ्यक्रम नै आधुनिकीकरण यस्तो बनाइदिन्छ। तालिम प्राप्त शिक्षक र आधा यसले पनि तपाईले कक्षा कोठामा प्रस्तुत गरेर देखाउन सक्नु। अनि के भन्छ अडियो बनाउँदाखेरि हेर्नुस्। कल्पना गरौँ है एकछिन। एकातिर कक्षा 7 को एउटा साधारण सामाजिक अध्ययनको किताब छ अनि अर्कोतिर हेर्ने हो भने यस्तो जस्तो डिजिटल लर्निङ प्लेटफर्मको सफ्टवेयर कोडहरु छन्। सुन्दा त एकदमै फरक कुराहरु जस्तो लाग्छ नि। हो नि, सतहमा हेर्दा त कुनै सम्बन्ध नै देखिदैन। एउटा पुरानो शैलीको कागजको पाना भयो। र यहाँनेर मलाई एउटा कुरा खड्कियो के पाठ्यपुस्तक अनि अरु मैले कता मेरो मेमोरी फुल भएर डिलिट गरिसकेछु। ग्यालरीमा छ कि के हेरौँ। यति नै रहेछ है।